आयो 82 वर्षको बुढाबा यहाँ कुचो बेच्दै हिँड्नु भएर छ। अनि मलाई त्यो भुइँमा एउटा चुरोट टिप्नु भयो के बुवाले, मैले खाएर फालेको चुरोट टिप्नु भयो। म पनि ट्याक्सी चलाएर यहाँ आराम गरेर बसेको मान्छे भनिमण्डलमा यो बुवा भेटेँ। 82 वर्ष है बुवा, कस्तो बुढो मान्छे भेटेँ मैले। अनि मलाई मनमा लाग्यो यहाँ कुचो दिनुभएको छ बुवाले, तर यो कुचो लिन्न मलाई कुचोको आवश्यक छैन। तर बुवालाई म चिया खाने पैसा र यो कुचोको दाम चाहिँ म दिएर पठाउँछु साथीहरू। यस्तो यस्तो मान्छे देख्नुभयो, तपाईँले काहीँ भेट्नुभयो, यसरी काम गरेर खाने मान्छे भेट्नुभयो भने यस्तो बुढो मान्छेलाई कसैले पनि हेला होच नगर्नु होला र सकेको सहयोग गर्नुहोस् र उहाँको सामानहरू लिइदिनुहोस्। किनभने मसँग धेरै फ्रेन्ड भएको साथीहरू, म त एउटा ट्याक्सी ड्राइभर हो, म यस्तो यस्तो मान्छेलाई चाहिँ म यसो केही गर्नु है भनेर भन्छु। तर म भिडियो बनाउने उद्देश्यले आएको होइन कि यो बुवा चाहिँ 82 वर्ष भनेको हामी बाँचिन्छ बाँचिँदैन, बाँचिन्छ होला बुवा, गाह्रो छ, बाँचिँदैन गाह्रो छ। तर बुवा चाहिँ माल्टा होइन बुवा घर हो माल्टा पहिला, अहिले चापागाउँ हुनुहुँदो रहेछ। मैले भनिमण्डलमा भेटेँ साथीहरू। के लाग्छ हजुरलाई सल्लाह सुझाव दिनु र उहाँको भिडियो सबैजनाले हेरिदिनुहोस्। अनुहार यही हो, हामी हेर्दा चाहिँ नाति बाजे जस्तो देखिँदो रहेछौँ है। म पनि 52 वर्ष त लागेँ ए ल।